दुर्गा भए पनि काम चाहिँ दुर्गा जस्तो गर्नु, दुर्गा प्रसाद जस्तो नगर्नु। हेलो नमस्ते ह्यापी दसैँ। सधैँ यसरी टिका लगाउन पाइयोस्। दिदीबहिनीको हातबारी। हेलो एभ्रिवान, सबैजनालाई नमस्कार। वेलकम ब्याक टु माई युट्युब च्यानल। धेरै माया मिठो सम्झना र सर्वप्रथम त हिन्दू नेपालीहरूको महान पर्व 2082 सालको यो विजयादशमीको अवसरमा सम्पूर्ण देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा विजयादशमीको धेरै धेरै शुभकामना, सुख शान्ति समृद्धिको कामना। अनि दसैँ कसैको पनि दशा नबनोस्, एकदम उल्लासमय रूपमा चाहिँ तपाईँहरूले दसैँ मनाउनु होला। हामी पनि तयारी गर्दैछौँ, हामी चाहिँ टिकाहरू बुझ्दैछौँ। यो भिडियो हेरिदिनु होला। आज चाहिँ हामी दसैँको भिडियो बनाउँदैछौँ। रमाइलो चाहिँ हुन्छ है, परदेशमा रहेर पनि हामी रमाइलो गर्ने तर्खरमा चाहिँ जुटिरहेका छौँ। तपाईँहरू पनि आफ्नो घरमा टिका लगाइसक्नु भयो होला कतिपयले है, हामीलाई चाहिँ ढिला भइरहेको छ। ओके ल, भिडियो हेरिदिनु होला है त सबैजनाले। लाइक कमेन्ट सेयर सब्सक्राइब पनि गरिदिनु होला। ओके, भिडियोहरू आउँछ हेर्दै गर्नु ल। ह्यापी विजय दशैँ। ह्यापी दशैँ। बन्द भयो। यस्तो गरेर दामी गर्छु। आज नयाँ घर सरेको हो र नयाँ घरसँगै हामीले दसैँ मनाउनु पाएको छौँ। र हामी यो घरमा बसिसकेपछि चाहिँ हाम्रो लागि सधैँ उन्नतिको बाटो, प्रगतिको बाटो खुलोस् है सुरेन दाइ, है सलिम भाइ। दुर्गा माताले, दुर्गा भगवानले सबैको रक्षा गरून्, संसारको सबै मान्छेलाई खुसी दिउन्, मनले चिताएको सबैजनाको खुलोस्। भगवान विष्णु मङ्गलम पुण्डरी काक्षो मङ्गलतन हरि। दुर्गा माता रक्षा गर्नुहोला। ड्युटी जाने त म मात्रै हिँड्छ बिचरा। दुर्गा माता हामीलाई लक्ष्मीको ध्यान दिएको छ। लक्ष्मी देऊ मलाई त आशीर्वाद दिन आउँदैन क्या, के अरे भगवानले दिनुहुन्छ नि हजुरलाई आशीर्वाद। ल के अरे ल भगवान मलाई राम्रो गरिदिनु होला। सबैलाई राम्रो गरिदिनु, मलाई आएन कि सबैलाई राम्रो गरिदिनु। ल भाइ यो काम पेपर छैन टिस्यु पेपर। दुर्गा भए पनि काम चाहिँ दुर्गा जस्तो गर्नु, दुर्गा प्रसाद जस्तो नगर्नु। दुर्गा पुस्तैको नाम यदि भाइ आओ आओ भन्दै हाम्रो सलिम भाइलाई चाहिँ एकदमै राम्रो होस् हैन। यही वर्षभित्र चाहिँ सलिम भाइको भोज खाना पाइयोस् बिहेको। छिट्टो हुँदैन। हामीले पूजा गरिसकेको छौँ। अब चाहिँ हामी एकअर्कालाई टिका लगाएर रमाइलो गर्नेछौँ। हामी चाहिँ रेडी भइसकेको छौँ। अब चाहिँ टिका लगाउने तयारीमा छौँ। हाम्रो दाइ सुरेन दाइले हामीलाई टिका लगाउँदै हुनुहुन्छ। हामी चाहिँ यस्तो भइसक्यौँ ल, दसैँको लुक्स चाहिँ रेडी भइसक्यौँ। अब हामी टिका लगाउने तयारीमा छौँ। हाम्रो टिका पनि यहाँ रेडी भइसकेको छ। सुरेन दाइ ल रेडी हुनुहुन्छ नि? दुर्गा भगवानले रक्षा गरून् न, आँटेको पुगोस्। दाइ हजुरको आशीर्वाद लाग्योस्। के भन्ने र आँटेको पुगोस्। दुर्गा भगवानले सधैँ सधैँ रक्षा गरून्। प्रगति भइरहेछ, अझै धेरै होस्। के प्रगति भयो तेरो? के भन्छ
बाई हरिहरि गर्नुपर्छ रमाइलो हरिहरि ह्याप्पी दसैँ मेरो भाइ दसैँ निवार भयो होइन फेरि एकचोटि एकदम धेरै खुसी हुनु पर्यो मलाई बधाई छ है तँलाई आज चाहिँ दसैँको दिन 16 प्रो म्याक्स चाहिँ उसले अनबक्सिङ गर्दैछ यो चाहिँ आफ्नै मेहनतको कमाइ हो वाउ ल कङ्ग्रेचुलेसन वान्स अगेन ओ ल कस्तो लागिरहेछ त कस्तो लागिरहेछ त हुँदो रहेछ हुन्छ नि टाउको चाहिँ हुनु टाउको हुँदैन ऊ चाहिँ हुन्छ वाउ आइफोन 16 प्रो भएको ल बधाई छ फेरि पनि दामी रहेछ चार्जरै हुँदो रहेछ नि त होइन के हुँदो रहेछ अरे चार्जर हुन्छ कि अहिले चार्जर हुँदो रहेछ मेरोमा नि थियो रहेछ अब यसमा चार्ज छैन स्विच अफ हुनु नि थाहा कसले कसरी यो भन्न सक्छ अहिले ल खोल्यो ओके ल फेरि पनि तँलाई बधाई ल थ्याङ्क यू सो मच ल अब फोटो खिच दसैँको दिन हामीले चाहिँ घरमा टिका लगाएर अब हामी जाँदैछौँ हाम्रो दिदीहरूको घरमा टिका लगाउनको लागि र घरदेखि चाहिँ हिँडिसक्यौँ ल ढोका खोल्नु त म आइपुगेँ म दिदीको घर आइसकेँ हेलो नमस्ते ह्याप्पी दसैँ ह्याप्पी दसैँ ल ह्याप्पी दसैँ ह्याप्पी दसैँ खै पुगेर हेरौँ चनु ल ल अब चाहिँ हामी टिका लगाउँछौँ दिदीको हातको कति यता दिदीको फेरि टिका छैन मैले लगाउनु पाइनँ यता अर्को दिदी हुनुहुन्छ टिका लगाइदिन सधैँ यसरी टिका लगाउन पाइयोस् दिदी बिनाजुको हात बाँड्यो सम्पूर्ण कुरो पुरा होस् दुर्गा माताले सबै कुरो रक्षा गरौँ भने जस्तो कतिवटा आशा गरेर चिजहरू सबै सफल भएर जाओस् सबैभन्दा पहिलो कुरो काँडा आओस् त्यसपछि मन खुसी नभएर हरेक कुरो चाहेको पुरा होस् मन मनै भनिदिने होइन यस्तो हो नि त मन मनै दिएको लाग्छ होइन दिदी जमरा लगाइदिनु भएन हाम्रो